सबैजनालाई नमस्कार र स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल एम फर म्याथ्समा र आज चाहिँ हामी काठमाडौँ महानगरपालिकाले 2081 सालमा सोधेको बेसिक लेभल एक्जामिनेसन क्वेशनको आन्सर लिएर आएको छौं। पहिलो प्रश्न छ सेट A बराबर 2,5 र सेट B बराबर 5,7 छ भने तिनीहरुको प्रश्न के दिएको छ भन्दाखेरि आर सेट A एन्ड सेट B ओभरल्यापिङ अर डिसजोइन्ट राइट इट र त्यसको जवाफ हुन्छ द सेट A एन्ड B आर ओभरल्यापिङ बिकज सेट A एन्ड सेट B हेभ कमन एलिमेन्ट नम्बर 5 अनि write any two proper subset which can be made from set B भनेर सोधेको छ। र proper subset of set B चाहिँ 5 र 7 हुन्छ। अर्को प्रश्न नम्बर दोस्रो प्रश्न रहेको छ as announced on December 8, 2020 the height of Mount Everest, the highest peak of the world, was 8848.86 meter. Write whether the number 8848.86 is rational or irrational number भनेको छ। Yes, 8848.86 is a rational number because it can be expressed as 884886 divided by 100. अनि कुनै पनि नम्बरलाई यदि हामीले पोइन्ट भन्दा पछाडीका नम्बरहरुलाई 100 ले डिवाइड गरेर लेख्न सकिन्छ भने त्यसलाई हामीले rational number भन्दछौं। Convert the height of Mount Everest in centimeter and write it in scientific notation भन्छ। अब मिटरलाई सेन्टिमिटरमा चेन्ज गर्नलाई मल्टिप्लाई बाइ 100 गर्ने र त्यसपछि सेन्टिमिटरमा आउँछ र अब साइन्टिफिक नोटेसन लेख्नको लागि तपाईको फर्स्ट नम्बर 8 भन्दा पछाडी कति वटा छ गर्ने 1 2 3 4 5 वटा छ 8.84 इन्टु 10 टु द पावर 5 सेन्टिमिटर राख्यो भने चाहिँ हाम्रो यो साइन्टिफिक नोटेसनमा जान्छ। र अर्को प्रश्न रहेको छ प्रुभ दैट 8848 चाहिँ 5 बेसमा क्वाइनेरी नम्बर सिस्टममा 24034 हुन्छ। त्यसको लागि के गर्ने दिएको नम्बरलाई 5 ले डिवाइड गर्ने क्वाइनेरी नम्बर सिस्टममा गर्दाखेरि 5 ले डिवाइड गरेर जति जति रिमाइन्डर बाँकी हुन्छ त्यसलाई तलबाट माथि लेखेर हामीले बेस लेख्नुपर्छ। अर्को क्वेशन छ दुई जना साथीहरु राम नरेश र महेशले 50,000 चाहिँ फ्याक्ट्रीमा इन्भेस्ट गर्छन् रे इन द रेशियो अफ 3:2 र क्वेशनहरु दिएको छ व्हाट इज द डिफरेन्स अफ इनडाइरेक्ट एन्ड डाइरेक्ट भेरिएसन राइट वान डिफरेन्स भनेको छ हाउ मच अमाउन्ट हैज राम नरेश इन्भेस्टेड इन द फ्याक्ट्री फाइन्ड इट। अर्को इफ Mahesh had deposited the amount invested in the industry in a bank at an annual interest of 10%, how much simple interest would he have received by 2 years? Calculate. अनि if 3:2 equals to x is to 500, find the value of। अब यसको जवाफतिर लागौं हामी। Direct variation is when the constant of proportionality is multiplied by a variable, while indirect variation is when the constant of proportionality is divided by a variable। यानी कि डाइरेक्ट भेरिएसनमा हामीले मल्टिप्लाई गर्छौं एउटा भेरिएबलले भने अर्को इन्डाइरेक्ट प्रोपोर्सनालिटीमा हामीले त्यो भेरिएबलले डिवाइड गर्छौं। क्वेशन नम्बर बी को कसरी गर्ने क्वेशन नम्बर बी ले के सोधेको छ त हामीलाई भन्दा राम नरेशले इन्भेस्ट गरेको अमाउन्ट फ्याक्ट्रीमा कति छ त्यो पत्ता लगाउनुस् भनेर सोधेको छ। त्यसको लागि हामीले लेट द राम नरेश अमाउन्ट इन्भेस्टेड बाइ राम नरेश एन्ड महेश बी 3x एन्ड 2x भन्ने किनकि हाम्रो रेशियोमा दिएको छ क्वेशनले 3:2 भनेर 3x + 2x बराबर 5 लाख 50 लाख अनि 5x बराबर 50 लाख x बराबर 50 लाख बाइ 5 x को बराबर 10 लाख आउँछ। अनि अमाउन्ट इन्भेस्टेड बाइ राम नरेश इन द फ्याक्ट्री चाहिँ कति हुन्छ हाम्रो 3x छ किन हामीले त्यहाँ माथि राम नरेशले 3x गरेको छ भनेर सपोज गरेका छौं 3 इन्टु 10 लाख गरेर 30 लाख हुन्छ। अर्को महेशले इन्भेस्ट गरेको अमाउन्ट चाहिँ 2 इन्टु 10 लाख गरेर 20 लाख निस्किन्छ। अब सी को लागि हामीले यदि महेशले यो 20 लाख रुपैयाँ इन्भेस्ट गर्नु फ्याक्ट्रीमा इन्भेस्ट गर्नुको सट्टा यदि बैंकमा राखेको भए कति पाउँथ्यो उसले भनेर सोधेको छ। त्यसको लागि चाहिँ सिम्पल इन्ट्रेस्ट हामीलाई के लेख्नुपर्छ गिवन भनेर p = 20 लाख टाइम 2 इयर्स र रेट 10% दिएको छ। अर्को सिम्पल इन्ट्रेस्ट फाइन्ड गर्ने फर्मुला के हो प्रिन्सिपल इन्टु टाइम इन्टु रेट बाइ 100 मैले त्यही गरेर निकालेको छु जुन चाहिँ 4 लाख हुन्छ। अर्को 3:2 बराबर x is to 500 दिएको छ हाम्रो 3/2 = x by 500 x को भ्यालु फाइन्ड गरेर 3/2 * 500 गरेर हामीले x को भ्यालु 750 निकाल्छौं। क्वेशन नम्बर 4 ले के छ असीमले एउटा मेसिन किनेछ 25,000 मा र त्यसको मार्क प्राइस चाहिँ उले किनेको भन्दा 20% ले इन्क्रिज गरेर राखेछ र त्यसमा पनि उसले बेच्दाखेरि 1000 रुपैयाँ घाटा खाएर बेचेछ भने अब त्यो प्रश्नले सोधेको के फाइन्ड गर्नु भनेर सोधेको छ भन्दाखेरि फाइन्ड द मार्क प्राइस अफ द मेसिन यानी कि उले कतिमा बेच्न राखेको थियो मेसिनको मार्क प्राइस एट हाउ मच डिस्काउन्ट पर्सेन्टेज वाज द मेसिन सोल्ड फाइन्ड आउट। अब उसले कति डिस्काउन्ट पर्सेन्टेजमा मेसिन बेच्यो त्यो पत्ता लगाउनु पर्यो। र अर्को क्वेशन छ इफ असीम वान्ट्स टु अर्न अ प्रफिट अफ ₹2000 बाइ सेलिङ द मेसिन व्हाट डिस्काउन्ट रेट शुड
बी मेन्टेन। अर्थात् यदि उसले 2000 रुपियाँ प्रफिट मा बेच्नु छ भने उसले चाहिँ कति % डिस्काउन्ट दिनुपर्छ भनेर सोधेको छ। पहिलोको जवाफ, पहिलो प्रश्न मार्क प्राइस। मार्क प्राइसको फर्मुला के हुन्छ? हाम्रो सिपी प्लस 20% अफ सिपी गरेर हामीले निकाल्न सक्छौँ, जुन चाहिँ यस्तो हुन्छ 25,000 प्लस 20% अफ 25,000 यानि कि 25,000 प्लस 20/100 इन्टु 25,000 गरेर हामीले 30,000 मा चाहिँ मार्क प्राइस निकालेको रहेछ उसले भनेर बुझ्न सक्छौँ कसले? असिमले। अरू क्वेसन नम्बर बी। अब उसले लस त खायो, कति लस खायो? 1000 रुपियाँ लस खायो भनेर भनेको छ। कस्ट प्राइस कति छ? रुपिस 25,000 छ। किन? क्वेसनले पनि त्यही दिएको छ। 25,000 कहाँबाट आयो भन्नु होला? यहाँ माथि प्रश्न हेर्नुहोस्, प्रश्नमा दिएको छ 25,000 उसको कस्ट प्राइस हो भनेर। अनि लसको फर्मुला हामीलाई थाहा छ, कस्ट प्राइस माइनस सेलिङ प्राइस गर्नुपर्छ र सेलिङ प्राइस उसले कति? 24,000 मा उसले बेचेछ। अब उसले यतिमा बेचिसके पछाडि सेलिङ प्राइस बराबर मार्क प्राइस माइनस डिस्काउन्ट पर्सेन्टेज अफ मार्क प्राइस हुन्छ र यसको लागि हामीले डिस्काउन्ट पर्सेन्टेज, अब हामीले डिस्काउन्ट निकाल भनेको छ। के गर्ने? एसपी इक्वल्स टु मार्क प्राइस माइनस डिस्काउन्ट पर्सेन्टेज अफ मार्क प्राइस, यानि कि 24,000 बाँकी सब गिभनमा दिएको अनुसार गर्ने। 24,000 बराबर 30,000 माइनस D/100 इन्टु 30,000। दुईटा जेरोले दुईटा जेरो काट्छ, 100 को दुईटा जेरोले 30,000 को दुईटा जेरो काट्छ, बाँकी हुन्छ 24,000 बराबर 30,000 माइनस 300D। 300D लाई मैले यता लिएर आएँ र यो 24,000 लाई मैले उता लगेँ, यो 24,000 लाई मैले उता लगेँ र माइनस गरेँ र भयो यो डिस्काउन्ट 20%। उसले 20% डिस्काउन्ट दिएर बेचेको रहेछ। अब अर्को प्रश्न के दिएको छ? उसले 2000 रुपियाँ फाइदामा बेचेको छ भने डिस्काउन्ट कति दिएको होला त? डिस्काउन्ट पत्ता लगाउने तरिका त्यस नै हो। पहिला यसमा एसपी निकाल्नु पर्यो। एसपी इक्वल्स टु मार्क प्राइस माइनस प्रफिट दिएको छ। कस्ट प्राइस हाम्रो 25,000 हुन्छ। यो यसमा परिवर्तन केही नै हुँदैन र यसमा चाहिँ हाम्रो प्रफिट बराबर सेलिङ प्राइस माइनस सिपी हुन्छ। सेलिङ प्राइस भनेको एसपी बराबर एसपी इक्वल्स टु सिपी प्लस प्रफिट हुन्छ। 25,000 प्लस 2,000 गर्दा तपाईँको निस्किन्छ 27,000। अब त्यही माथिको जसरी नै गर्दाखेरि सेलिङ प्राइस बराबर मार्क प्राइस माइनस डिस्काउन्ट पर्सेन्टेज अफ मार्क प्राइस हुन्छ, यानि कि 27,000 बराबर 30,000 माइनस डिस्काउन्ट पर्सेन्टेज अफ 30,000। यो गर्दै जाँदा हाम्रो डिस्काउन्ट निस्किन्छ 10%। जोमेट्रीबाट सोधेको छ हामीलाई। इन द फिगर ABCD इज अ प्यारालेलोग्राम वेयर अ राइट एंगल ट्रायंगल ADB with height AD बराबर 5 cm is formed on the semicircle having diameter 13 cm। यहाँ हेर्न सक्नुहुन्छ तपाईले फिगर, यो 13 cm डायमिटर भएकोमा ABCD नामक प्यारालेलोग्राम बनेको छ। अब प्रश्नले के त्यो सोधेको छ त अरु प्रश्न भन्दाखेरि राइट द फर्मुला टु फाइन्ड द एरिया अफ प्यारालेलोग्राम, यानी कि प्यारालेलोग्रामको एरिया फाइन्ड गर्ने फर्मुला के हो त्यो निकाल्नु पर्यो। अर्को एरिया अफ सेमिसर्कल, by how much is the area of right angle triangle ADB less than area of semicircle र is the area of parallelogram ABCD double the area of triangle ADB, यानी कि यो दिएको प्यारालेलोग्राम ABCD को एरिया कि यो राइट एंगल ट्रायंगल ADB भन्दा बढी छ भनेर पत्ता लगा भनेको छ, डबल छ भनेर पत्ता लगाएको छ। यदि छ भने किन, लजिकल रिजन पनि दिए भनेको छ र यसको सल्युसन चाहिँ यहाँ रहेको छ। द एरिया अफ प्यारालेलोग्राम भनेको बेस इन्टु हाइट हुन्छ, यानी कि B इन्टु H। अब सेमी सर्कलको एरियाको लागि कसरी गर्ने, पहिला गिभन लेख्नुपर्छ। यदि तपाईले गिभन लेख्नु भएन भने टिचरहरूले मार्क्स काट्नु नै हुनेछ। BLE को पेपर चेक गर्दाखेरि त्यो चाहिँ हामी टिचरहरूलाई अधिकारै हुन्छ। तपाईले गिभन लेख्नु भएन भने मार्क्स काट्नलाई र तपाईले अन्तिममा युनिटहरु दिनु भएन भने पनि मार्क्स काट्ने अधिकार हामीलाई रहन्छ। अब जाउँ गिभनबाट के दिएको छ हाम्रो डायमिटर 13 सेन्टिमिटर। अब सेमी सर्कलको एरिया फाइन्ड गर्ने के हो त, डायमिटर जित्दाखेरिको फर्मुला हाफ पाई डी स्क्वायर बाई 4। अब यो 4 ले 2 लाई मल्टिप्लाई गरिसकेपछि 8 हुन्छ र हामीले पाई डी स्क्वायर बाई 8 पनि लेख्न सक्छौं। बाँकी पाई को ठाउँमा पाई नै लेख्ने, डायमिटर को ठाउँमा 13 र 8 को ठाउँमा 8 गरेर 66.36 सेन्टिमिटर स्क्वायर आउँछ। अर्को गिभन हाइट कति दिएको छ हामीलाई 5 सेन्टिमिटर र बेस 13 सेन्टिमिटर दिएको छ नि त। हामी यहाँ के निकाल्यौं, एरिया अफ सेमी सर्कल निकाल्यौं। यसमा एरिया अफ सेमी सर्कल क्वेश्चन नम्बर सी ले के भनेको छ, बाई हाउ मच इज द एरिया अफ राइट एंगल ट्रायंगल लेस देन एरिया अफ सेमी सर्कल भनेको छ नि त। त्यही भएर हामीले एरिया अफ ट्रायंगल निकाल्नको लागि चाहिँ बेस र हाइट को फर्मुला युज गरेर हाफ बेस इन्टु हाइट, बेसिक फर्मुला हो यो 1/2 बेस इन्टु हाइट युज गर्दै छौं र त्यो गर्दाखेरि आउँछ 32.5। अब 66.36 ठुलो कि 32.5 ठुलो? अफ कोर्स 66.36 ठुलो। त्यही भएर एरिया अफ ट्रायंगल इज
लेस बाई 66.36 माइनस 32.5 यानी कि 33.86 सेन्टिमिटर स्क्वायरले कम हुँदो रहेछ। अर्को एरिया अफ प्यारालेलोग्राम हेरौँ। एरिया अफ ट्रायंगल एडीबी र एरिया अफ ट्रायंगल बीसीडी जोड्नुपर्ने हुन्छ र एरिया अफ ट्रायंगल एडीबी प्लस एरिया अफ ट्रायंगल एडीबी आयो। अब एरिया अफ ट्रायंगल बीसीडी चाहिँ कसरी एरिया अफ ट्रायंगल एबीडीसँग बराबर हुन्छ भन्नु होला। किन यो हेर्नुस् अपोजिट साइडहरु इक्वल छ, प्यारलल दिएको छ र यो डायमिटरले काटेको छ, त्यही भएर हामीले यसलाई यो इक्वल छ भनेर हामी एज्युम गर्न सक्छौं र त्यही एज्युम्सनको आधारमा हामीले लेखेको र यो चाहिँ 2 टाइम्स द एंगल अफ ट्रायंगल एरिया अफ ट्रायंगल एडीबी हुन्छ। 6 तर्फ 6 ले के सोधेको छ, फाइन्ड द एक्सपान्डेड फर्म अफ a - b होल स्क्वायर एक्सपान्डेड फर्म लेख्नुस् र अर्को सिम्प्लिफाई xp a - b इन्टु xp को पावर ब्रैकेटमा x टु द पावर p b - c र x टु द पावर p c - a। a को a - b होल स्क्वायर एक्सपान्डेड फर्म a स्क्वायर - 2ab + b स्क्वायर हुन्छ भने b को चाहिँ हामीले कसरी गर्न सक्छौं, पहिला गिवन जे दिएको छ त्यो सार्नुस् एक लाइन, अर्कोमा यो p ले भित्र भएकोलाई मल्टिप्लाई गर्नुस् pa - pb इन्टु अब यो फेरि p ले b लाई मल्टिप्लाई गर्दा हुन्छ pb - pc इन्टु x pc - pa। अब लज अफ इन्डिसेस को अनुसार सेम बेस डिफरेन्ट पावर छ, पावरहरु फरक छ भने पावरहरु एड हुन्छ एउटै बेसमा र हामीले त्यही गरेको। x को पावर pa - pb जस्ता जस्तै एड pb - pc, अर्को एड pc - pa। अब हेर्नुस् pa ले पोजिटिभ pa ले नेगेटिभ pa लाई काट्छ, त्यसैगरी नेगेटिभ pb ले पोजिटिभ pb र नेगेटिभ pc ले पोजिटिभ pc लाई काट्ने हुँदा x टु द पावर 0। लज अफ इन्डिसेस को अनुसार एनीथिङ टु द पावर 0 भनेको 1 हुन्छ, त्यही भएर यसको आन्सर 1 आको। अर्को द रेक्टेंगुलर गार्डन हैज लेंथ 4 मीटर मोर देन इट्स ब्रेथ, द एरिया अफ गार्डन इज 96 स्क्वायर मीटर। अर्को फाइन्ड द ब्रेथ अफ गार्डन इफ द ब्रेथ अफ गार्डन इज x मिटर्स व्हाट इज द लेंथ राइट इन द टर्म्स अफ x र अर्को द लेंथ एन्ड ब्रेथ अफ गार्डन फाइन्ड बाई मेकिङ क्वाड्रेटिक इक्वेसन। फर्स्ट को के दिएको छ हामीलाई, ब्रेथ चाहिँ x दिएको छ र यता लेंथ 4 मिटर मोर देन द ब्रेथ यानी कि लेंथ चाहिँ हाम्रो ब्रेथ भन्दा 4 गुना ठुलो छ, त्यसलाई हामीले के गर्न सक्छौं, लेंथ बराबर x + 4 सेन्टिमिटर भनेर हामीले डिनोट गर्न सक्छौं। अर्को बी एरिया को फर्मुला हामीलाई थाहा छ लेंथ इन्टु ब्रेथ। अब लेंथ हामीले यहाँ माथि निकालिसकेका छौं x + 4 र ब्रेथ त हामीलाई क्वेशनले x भनेर दिएकै छ, यहाँ x = 96। अब यो x ले मल्टिप्लाई गरौँ, यहाँ x स्क्वायर + 4 * x 4x = 96, अर्को हुन्छ x स्क्वायर + 4x - 96 = 0। अब यहाँबाट अब एउटा यस्तो टर्म फाइन्ड गर्नु पर्यो जुन चाहिँ मल्टिप्लाई गर्दाखेरि 96 आओस् र हाम्रो यो एडिसन गर्दाखेरि 4 आओस्। यसको लागि के हुन्छ, x स्क्वायर + 12x - 8x = 96, 12 * 8 गर्नुस् 96 आउँछ र यो चाहिँ हाम्रो x। अब यहाँबाट x कमन तान्न मिल्छ, हामीले x कमन तानेर x + 12 लेखेका छौं, यहाँबाट हामीले -8 कमन तानेर फेरि x + 12 लेखेका छौं। अब x + 12 र x - 8 आउँछ, इदर अर गर्ने। अब आइदर x - 8 = 0 गरेर x = 8 पोजिटिभमा आएको छ, अर्को x + 12 = 0 x = -12। तपाईले यो के बुझ्नुस् भन्दाखेरि लेन्थ वेट टाइम कहिले पनि नेगेटिभमा आउँदैन, त्यही भएर नेगेटिभ भ्यालुलाई हामीले रिजेक्ट गरेका छौं र लेन्थ हामीले फाइन्ड गरेका छौं x + 4 बाट 12 मिटर र ब्रेथ हामीले फाइन्ड गरेका छौं x = 8 मिटर। अर्को क्वेशन छ फ्याक्टराइज 2x² + xy - 2x - y 8 को र 8 को b मै सोधेको छ सिम्प्लिफाई 1/x - 3 - x - 3/x² - 9। a बाट जाउँ हामी, गिवन के छ त्यही लेख्ने एक लाइन, 2x² + xy + 2x - y। अब यो टर्महरुलाई मैले रिअरेन्ज गरे, रिअरेन्ज गर्दाखेरि 2x² - 2x + x - y। रिअरेन्ज किन गरेको भन्दाखेरि कमन निकाल्न सक्ने टर्महरुलाई एक ठाउँमा राखियो भने हामीलाई सल्युसन गर्न धेरै सजिलो हुन्छ, त्यही भएर अब यहाँबाट हेरौं, यो फर्स्ट इक्वेसनबाट हेरौं, 2x² - 2x बाट कमन के छ, 2x छ, 2x कमन तानौं निस्किन्छ x - 1, फेरि यहाँबाट प्लस y कमन तानौं निस्किन्छ x - 1, हाम्रो के हुन्छ x - 1 2x + y हुन्छ। अर्को सिम्प्लिफाई 1/x - 3 - x - 3/x² - y। अब हामीलाई थाहा छ यो कसरी आयो भन्नु होला, यो चाहिँ a² - b² को टर्म भएको हुनाले हामीले a + b र a - b मा हामीले रिजल्भ गर्न सक्छौं। यसलाई 1/x - 3 जस्ताको जस्तै माइनस पछाडीको टर्म x - 3/x² - 9 लाई x - 3/x - 3 इन्टु x + 3। अब माथिको र तलको x - 3 काटियो र बच्छ यहाँ 1/x - 3 - 1/x + 3।
अर्को x+3 माइनस x - 3 अपन x - 3 र x+3। अब यो खोलिदिनुहोस्, x+3 जस्तो आयो त्यस्तै माइनसले मल्टिप्लाई गर्दा हुन्छ के हुन्छ -x माइनस +3 हुन्छ +3 + 3 6 अनि x² - 9 जस्ताको त्यस्तै। हेरौँ इन द गिवन क्वेसन नम्बर 9 मा एउटा ग्राफमा एबीसी दिएको छ जसको चाहिँ हामीले फर्मुला फाइन्ड गरेर रोटेट गर्नुपर्छ, त्यसलाई क्वार्टर पोजिटिभमा रोटेट गर्नुपर्छ। अर्को लेन्थ अफ साइड बीसी र एक्सपेरिमेन्टली भेरिफाई द्याट सम अफ इन्टेरियर एङ्गल अफ अ ट्रायङ्गल इज 180 डिग्री। तपाईहरुलाई म यसको ग्राफको फोटो पनि देखाउँछु। यहाँ चाहिँ क्वेसन नम्बर 9 को ग्राफ यही हो, तपाईहरुले हेर्न सक्नुहुन्छ। अब यसको सल्युसनतर्फ लागौँ। सल्युसनमा फर्मुला टु फाइन्ड द डिस्टेन्स भनेको अप्सनल म्याथमा नि पढ्नु भएको छ, त्यसलाई डेल्टाले रिप्रेजेन्ट गरिन्छ डिस्टेन्सलाई इक्वल्स टु √x2 - x1 होल स्क्वायर प्लस y2 - y1 हो। यही फर्मुला युज गरेर हामीले पोइन्ट बी देखि सी सम्म निकाल्छौँ। बी 5,5 यसलाई x1 y1 भनेर रिप्रेजेन्ट गर्ने, सी -1,3 यसलाई x2 y2 भनेर रिप्रेजेन्ट गर्ने, डेल्टा x2 - x1 होल स्क्वायर प्लस y2 - y1 होल स्क्वायर को अन्डर रुट र x2 को भ्यालु -1 हाल्ने माइनस x1 को भ्यालु कति छ 5 हाल्ने को होल स्क्वायर प्लस अनि y2 कति छ 3 छ, y1 5 छ, त्यो हालेर स्क्वायर गर्दा -1 - 5 भनेको -6 हुन्छ, त्यसको होल स्क्वायर 36 हुन्छ। 3 - 5 हुन्छ -2, त्यसको होल स्क्वायर हुन्छ 4 र त्यसलाई एड गर्दा हुन्छ √40। √40 लाई हामीले कसरी रिजल्भ गर्न सक्छौँ 2 × 2 × 2 × 5 यानी 5 × 2 10, 10 2 20, 20 मल्टिप्लाइड बाई 2 भनेको √40। अब यसलाई यो दुईटा 2 लाई कमन निकाल्न पाइयो, बाहिर निकालेर 2 बाँकी यो 5 × 2 10 2√10 युनिट्स। यो चाहिँ सेन्टिमिटर मिटरमा केही हुन्न, डिस्टेन्स चाहिँ जहिले नि तपाईले डिस्टेन्स फाइन्ड गर्नु पर्दाखेरि युनिट्स लेख्नु होला। अर्को अब क्वार्टर टर्न इन पोजिटिभ डिरेक्सन यानी कि पोजिटिभ 90 डिरेक्सनमा गर्दाखेरि फर्मुला के छ p x, y चाहिँ हाम्रो p' - y, x मा चेन्ज हुन्छ। त्यही युज गरेर a 4, 2 चाहिँ हाम्रो a' 2, -2, 4 मा चेन्ज हुन्छ। b चाहिँ 5, 5 b' -5, र c -1, 3 c' -3, 1 मा चेन्ज हुन्छ। अर्को छ भेरिफाई एक्सपेरिमेन्टली द्याट सम अफ अल एङ्गल्स अफ अ ट्रायङ्गल इक्वल टु 180 डिग्री भनेको छ। त्यसको लागि हामीले डिफ्रेन्ट मेजरमेन्ट युज गरेर कम्पास र स्केलको हेल्पले हामीले ट्रायङ्गल बनाउँछौँ। एबीसी ट्रायङ्गल एउटा तपाईले हेर्न सक्नुहुन्छ, डिफ्रेन्ट मेजरमेन्ट युज गरेको छ। यो 5 सेन्टिमिटर र यो 6 सेन्टिमिटरको बेस भएको ट्रायङ्गल युज गरेको छु मैले चाहिँ। अनि यसैको आधारमा मैले यहाँ माथि कम्पासले काटेर ट्रायङ्गल बनाएको छु र यसको एङ्गल नाप्दाखेरि एङ्गल एबीसी यानी कि एबीसी यो एङ्गल फिगर 1 को 60 डिग्री आयो भने, त्यसै गरी फिगर 1 के एङ्गल बीसीए नाप्दाखेरि 60 डिग्री आयो र अर्को एङ्गल सीएबी पनि 60 डिग्री हुन्छ। किन रिजल्ट 180 डिग्री आउँछ, किन 60 डिग्री आयो भन्दाखेरि यो इक्विल्याटरल ट्रायङ्गल बनाएको हुनाले 60 डिग्री आएको हो। र तपाईले पनि एक्जाममा सजिलोको लागि इक्विल्याटरल ट्रायङ्गलै बनाउनु होला, तपाईलाई पनि एक्जाममा टाइम पनि बच्छ, सल्युसन पनि छिटै निस्किन्छ। क्वेसन नम्बर 10 मा के भन्छ इन द फिगर PQRS अ रेक्टेङ्गल इन विच लेन्थ QR यानी कि QR को लेन्थ 6 सेन्टिमिटर दिएको छ र ब्रेथ RS को हामीलाई भ्यालु दिएको छ 4 सेन्टिमिटर। कन्स्ट्रक्ट रेक्टेङ्गल PQRS युजिङ कम्पास अकर्डिङ टु द गिभन डाइमेन्सन। अनि आर ट्रायङ्गल QPS यानी कि यसको ट्रायङ्गल QPS र ट्रायङ्गल QRS कन्ग्रुएन्ट टु इच अदर राइट विथ रिजन भनेको छ। यो चाहिँ हामीले भेरिफाई एक्सपेरिमेन्टली गर्ने होइन कि यो थ्योरेटिकली भेरिफाई गर्ने हो। र यसको सल्युसनतर्फ लागौँ। सबभन्दा पहिला तपाईले कम्पास एउटा लामो लाइन तान्नुस्, बेसको लागि क्यू लामो लाइन तान्नुस्। यो लामो लाइन तानिसके पछाडि तपाईले कम्पास र स्केलको मद्दतले यो एउटा पोइन्टमा कम्पासको निडल राखेर अर्को पोइन्टमा तपाईले आर कहाँ काटिन्छ त्यो नाप्नुस्। त्यस पछाडि अब रेक्टेङ्गलको त 90 डिग्री हुन्छ, अनि यहाँ एउटा एङ्गल फर्म गर्नुस् अनि 60 र 120 काट्नुस्। यता र यताबाट यहाँबाट 60 काट्नुस् अनि यहाँबाट 120 काट्नुस्। त्यो काटिसके पछाडि 60 मा राखेर यता एउटा पोइन्ट तान्नुस्, यता 120 मा राखेर एउटा पोइन्ट तान्नुस् अनि क्यूबाट लामो लाइन तान्नुस् एउटा, यो 90 डिग्रीमा जाने। त्यसै गरी आरमा पनि त्यस्तै गर्ने हो, लामो लाइन तान्नुस् र अर्को 4 सेन्टिमिटर कहाँ काटिन्छ क्यूबाट नाप्नुस्। त्यो 4 सेन्टिमिटर काट्ने पोइन्ट यहाँ काट्यो, मेरो चाहिँ यतातिर पी भन्ने पोइन्ट यहाँ काटिएको छ, आरबाट त्यता काट्नुस्। लगभग एउटै पोइन्टमा एउटै ठाउँमा आउनुपर्छ र पी र एसलाई जोड्नुस् यो हामीलाई दिएको मेजरमेन्ट अनुसार
बन्छ। अब जब हाम्रो थ्योरेटिकल भेरिफिकेसन के ट्रायंगल क्यूपीएस र क्यूआरएस कङ्ग्रुएन्ट हो भन्ने हो। किन क्यूआर बराबर पीएस किन हुन्छ त भन्दा क्यूआर बराबर पीएस अपोजिट साइड अफ रेक्टेंगल जहिले पनि इक्वल हुन्छ। यहाँ त्यही अपोजिट साइड अफ रेक्टेंगल। अनि पीक्यू बराबर एसआर भनेको छु मैले। पीक्यू बराबर एसआर किन सेम एज 1। अर्को क्यूएस बराबर क्यूएस किन क्यूएस इक्वल्स टू क्यूएस यो दुईटै ट्रायंगलको कमन साइड भएको हुनाले यो लेखिएको र ट्रायंगल क्यूपीएस र ट्रायंगल क्यूआरएस साइड थ्योरमबाट कङ्ग्रुएन्ट छ। अब हामी जाउँ क्वेशन नंबर 11। A point Q which is 8 cm away from a point P has a bearing of 110 degree in scale. Draw the bearing according to above context र compare the bearing of P from Q and bearing Q from P। अर्थात् हामीलाई दिएको छ 110 डिग्री को फरकमा P र Q पोइन्ट्स अरे, यानी कि P O बाट मैले यहाँ Q एन्ड पोइन्ट 110 डिग्री को फरकमा बनाएको छु। अब यो 290 डिग्री कसरी आयो भन्नु होला। यो चाहिँ 110 + 70 इक्वल्स टू 180 डिग्री हुन्छ, यानी कि यो 70 डिग्री हुनु पर्यो भित्रको। अनि त्यसैलाई घटाएर 360 बाट 70 घटाएपछि बाँकी हुन्छ 290 डिग्री, यानी कि एन्टी क्लकवाइज डिरेक्सनको क्यू को चाहिँ जहिले पनि हामीले एन्टी क्लकवाइज डिरेक्सनको निकाल्छौँ। अनि अर्को छ कम्प्यारिजन अफ पी फ्रम क्यू, जुनबाट कम्पेयर गर भनेको छ त्यसलाई माथि लेख्ने, यानी कि 290 माथि 110 तल, 0 र 0 काट्यो कति हुन्छ 29:11। फेरि कम्प्यारिजन अफ क्यू फ्रम पी, यानी कि पी लाई माथि लेख्ने 110, क्यू लाई तल लेख्ने 290, 0 0 काट्यो 11:29। The following are the marks obtained by 7 students of grade 8 in first term examination in mathematics। हामीलाई मार्क्स दिएको छ क्लास 8 मा 7 जना विद्यार्थीहरूले फर्स्ट टर्ममा म्याथमा लिएर आएको मार्क्सहरु दिएको छ हामीलाई, जुन चाहिँ 23, 30, 25, 26, 23, 28 र 27 छ। र यसको हामीले मोड फाइन्ड गर्नुपर्ने छ। मोड भनेको जुन चाहिँ भ्यालु सबैभन्दा धेरैचोटि यसमा रिपिट भएको छ कुन छ भन्दाखेरि यसमा 23 दुईचोटि रिपिट भएको छ, त्यही भएर मोड 23 हुन्छ। अब एभरेज फाइन्ड गर्नुपर्ने छ। व्हाट इज द एभरेज अफ द अबभ डाटा, फाइन्ड इट। एभरेज भनेको सम अफ अल द गिवन डाटा डिवाइडेड बाई नम्बर अफ डाटा, यानी कि 23 + 30 + 25 + 26 + 23 + 28 + 27 डिवाइड बाई 7 गर्दाखेरि एभरेज 26 हुन्छ। देयरफोर द एभरेज इज 26 भनेर लेख्नुहोस्। र यति लेख्नुभयो भने तपाईले A+ सजिलैसँग लिएर आउनुहुन्छ क्लास 8 मा। र भिडियो मन परेमा लाइक कमेन्ट गर्न नबिर्सिनुहोस्। आफूसँगै पढ्ने साथीहरूलाई शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।